नमस्ते आफ्नो जात्रालाई यो नवदुर्गा जात्रा तथा मन्दिर व्यवस्थापनलाई यो केही कुरा जानकारी दिने मौका दिनुभएको हुनाले धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज हामी 13 गते 2082 साल 2082 साल 13 गते दिनमा आज हामी यो नवमी भएको हुनाले यो हामी जेबासुरीमा अहिले हामी पुगिरहेका छौँ। आज हामी यो जेबासुरीमा आउनको लागि हामी बिहानदेखि ड्रेगनहरू आफ्नो सामानहरू तयारी गर्दै हामी जेबासुरीतिर हामी पुग्यौँ। अब हामी जेबासुरी पुग्ने बित्तिकै नै हाम्रो अब हुन त पहिलादेखि यो 84 भजन चढाउने जुन यो कार्यालय भइरहेको हो। पहिला कस्तो गर्नुहुन्छ भने यो 84 भजन यही स्थानीय बासिन्दाहरू नै उठेर उहाँहरू चन्दामा नै यो 84 भजन चढाउने कार्यालय अगाडि दिइरहेछ। त्यसपछि अब विभिन्न अब स्थानीय बासिन्दा पनि अग्र समाजसेवीहरू पनि आफ्नो ठाउँमा बिजी भएको हुनाले अहिले यो जेबासुरी क्लबलाई जिम्मा दिएको हुनाले अहिले जेबासुरी क्लबले पनि राम्रोसित यो 84 भजन चढाउने कार्यालय अगाडि उहाँले गर्नुभएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु म। यो अहिले हामी यो भर्खरै अब हामी यहाँ पुगिसक्यो कि हाम्रो यो नाच मङ्गल सिटी नाच पनि हामीले नाच सक्यो। त्यसपछि अब हामी यो यहाँको यो 84 भजनको पूजा लिनेछौँ, मुह पूजा लिनेछौँ। अनि यो मुह पूजा लिने व्यक्ति नै हाम्रो मुहबटि पनि सुँगुरो मुहबटि पनि हामी लिनु लागेको छु। त्यसपछि हामी यो बडि लिनु व्यक्ति नै हाम्रो भोजनहरू अब यो क्लबले तयारी हुन्छ। अनि भोजन चौतारा चढाएपछि अनि हामी यहाँबाट उता पशुपतितिर चाहिँ हामी पर निस्ने। त्यसपछि पशुपति अगाडि पनि हाम्रो केही बडि कुखुरा चढाउनु पर्नेछ। बडि कुखुरा चढाएर पछि भोजन पिएपछि अनि हामी पशुपतिमा छिर्ने हो। पशुपतिमा छिरेपछि हामीले अहिले यो पशुपति महादेव र अनि हाम्रो यता भैरव त्यस्तै जुडाउनु पर्नेछ। ल पशुपतिलाई जल दिनुपर्नेछ, पूजा दिनुपर्नेछ, भोग दिनुपर्नेछ। त्यही भोग लिने नै हाम्रो त्यहाँ भित्र पनि केही हाम्रो गणेशको पनि नाच हुन्छ, मङ्गलश्री नाच। त्यसपछि हाम्रो पूजा दिनुपर्नेछ पशुपतिले। त्यसपछि हामी पशुपतिबाट हामी पछाडि